7 दिनको सप्ताहलाई संयुक्त बनाउँदा 15 दिनको एक पक्ष भनेर निर्माण गर्नुभयो। पक्ष दुईटा हुन्छन् भनेर नामाकरण गर्नुभयो, कृष्ण पक्ष र शुक्ल पक्ष। ती दुवै पक्षलाई संयुक्त बनाएर मासको निर्माण गर्नुभयो। 6 महिना भनेर बनाउनुभयो। ती 12 महिना भनेर निर्माण गर्नुभयो। 12 महिनालाई पनि संयुक्त बनाएर आज प्रभु ऋतुहरूको निर्माण गराउनुभयो। ऋतुहरू 6 हुन्छन् भनेर तोक्नुभयो। ऋतुलाई संयुक्त बनाउँदा अयनको निर्माण गराइबक्सो। अयन 2टा हुन्छन् भनेर तोक्नुभयो, उत्तरायण र दक्षिणायन। ती अयनलाई पनि संयुक्त बनाएर एक संवत्सरको निर्माण गर्नुभयो। संवत्सर भनेको 1 वर्ष, हामी मनुष्यको 1 वर्ष, पितृहरूको 1 दिन हुन्छ भनेर तोकिदिबक्सो। पितृहरूको 1 वर्ष, देवताको 1 दिन। यसरी नै देवताको 1 वर्ष, ब्रह्मा विष्णु महेश्वर लगायतका देवी देवता सारा जनका आयुलाई तोकेर जन्मिएपछि मर्नुपर्ने यो घडी, यो परम्परा पद्धति ब्रह्माजीले चलाइबक्सो राजन। त्यही भएर जन्मिएपछि मर्नै पर्छ। यो संसारमा चलेको चलन हो, सृष्टिकर्ता ब्रह्माजीले रचाएको नियम हो। त्यही भएर मर्दैछु भनेर चिन्ता होइन, एक दिन सबै मर्नै पर्छ। यो काललाई कसैले विजय प्राप्त गरेको छैन, यो काललाई कसैले जित्न सकेको पनि छैन। इन्द्रै बिन्ती गरून् झुकेर पदमा, त्यो बिन्ती मान्दैन त्यो। आयो टप्प टेप्यो लाग्यो, मिति पुग्यो टारेर टार्दैन त्यो। मिति पुगेपछि आउँछ, टप्प टिप्छ, लिएर जान्छ। वरिपरि बसेका व्यक्ति हेरेका हेरे हुन्छन्। न त पैसाले रोक्न सक्छ, न त जग्गा जमिनले छेक्न सक्छ, न त बन्धु बान्धव नाता गोता इष्ट मित्रको नै केही लाग्छ। त्यही भएर त्यो काललाई कसैले विजय प्राप्त गर्न सक्दैन। लौ त प्रभु यो सृष्टिकर्ता ब्रह्माजीले रचाएका लीला चरित वृत्तान्त, सृष्टिका पाख्यान र जन्मिएपछि मर्नुपर्ने यो पद्धति संस्कारका बारेमा मैले हजुरलाई प्रस्तुत गरेँ। भगवान् एक दिनको समय सृष्टि कार्य अघि बढ्दै 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 जाँदाखेरि यो मैथुनी सृष्टिबाट सृष्टि अब मैले वृद्धि गर्नुपर्दछ भनेर मानसिक सृष्टिलाई रोकेर ब्रह्माजीले आफ्नो स्वरूपलाई स्त्री र पुरुषका स्वरूपमा विभाजन गराइबक्सो राजन। नारी र पुरुषका स्वरूपमा ब्रह्माजीले आफ्नो नारीको स्वरूप र पुरुषको स्वरूप स्वयम्भू नामरीको मनु र शतरूपा महारानी, स्वयम्भू नामरीको मनु र शतरूपा महारानीबाट सृष्टिक्रम अघि बढ्न थाल्यो। तमो मोह महामोह तामिश्रो भन्न संगीत अविद्या पञ्चमै भाषा प्रादुर्भूता महात्मनः। आज राजनीय यसरी विभिन्न प्रकारका सृष्टिका क्रमलाई अगाडि बढाउँदै गएर मानसिक सृष्टिलाई आज सृष्टिक्रम अघि बढ्न नसके झैँ ठानेर मैथुनी सृष्टिलाई ब्रह्माजीले अगाडि बढाइबक्सो राजन। जसमध्ये ब्रह्माजीबाट मानसिक पुत्रहरू उत्पत्ति भएका थिए। मरीच, जहाँ अत्रि, अंगिरा, पुलह, क्रतु, भृगु, वशिष्ठ, दक्ष र नारद, यी 10 प्रकारका पुत्र मानसिक पुत्र माने ब्रह्माजीका पुत्रका रूपमा उत्पत्ति भए। यसरी नै ती पुत्रहरू पनि ब्रह्माजीका विभिन्न अङ्ग प्रत्यङ्गबाट उत्पत्ति भएका थिए। जसमध्ये ब्रह्माजीका मनबाट मरीचि, ब्रह्माजीका नेत्रबाट अत्रि, ब्रह्माजीका मुखबाट अंगिरा, ब्रह्माजीका कानबाट पुलह, यसरी नै ब्रह्माजीका नाभिबाट पुलह र ब्रह्माजीका करतल माने हत्केलाबाट क्रतु, ब्रह्माजीका त्वचा माने अनुहारबाट भृगु, ब्रह्माजीका प्राणबाट वशिष्ठ, ब्रह्माजीका अङ्गुष्ठबाट दक्ष र ब्रह्माजीका काखबाट नारद नामको पुत्र उत्पत्ति हुनुभएको थियो राजन। 10 प्रकारका पुत्रमध्ये 9 पुत्रहरूले घर गृहस्थ धर्म र सांसारिक कर्मलाई अघि बढाउनका निमित्त ब्रह्माले मार्ग प्रदान गराउनुभयो भने नारदजी वैराग्य रूप धारण गरेर जगतमा नारायण नारायण ध्वनिको मन्त्र गान गर्दै विभिन्न प्रकारका क्षेत्र भ्रमण गर्ने गर्नुहुन्थ्यो अरे। आहे नारद मुनि, आहे नारद मुनि, नारायण नारायण नारायणकै धुनी। आहे नारद मुनि, आहे नारद मुनि, नारायण नारायण नारायणकै धुनी। आहे नारद मुनि, आहे नारद मुनि, नारायण नारायण नारायणकै धुनी। आहे नारद मुनि, आहे नारद मुनि, नारायण नारायण नारायणकै धुनी। आहे नारद मुनि, आहे नारद मुनि, नारायण नारायण नारायणकै धुनी।
नारायण 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 कह ध्वनि आय नारद मुनि आय नारद मुनि नारायण 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 कह ध्वनि नारायण 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 कह हो नारायण 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 कह ध्वनि। लौ त प्रभु यसरी ब्रह्माजीका मानसिक पुत्रहरूको उत्पत्ति र सृष्टि प्रसङ्ग पाखनमा मैले हजुरलाई प्रस्तुत गर्दै बताउँदै आइरहेको छ भगवान् भनेर यो सारा चरित्र वृत्तान्त पाखनमयमा प्रस्तुत गर्दै बताउँदै आइरहनु भएको छ प्रभु। जसमध्ये सृष्टिक्रम अघि बढ्दै गयो। ब्रह्माजीले उत्पत्ति गराएका आफ्ना स्वरूप नारी र पुरुषबाट स्वयम्भू नामरीको मन र सत्रपा महारानीबाट आकुति देवहूति प्रसूति तीन कन्या उत्पत्ति हुँदा भए राजन। आकुति देवहूति र प्रसूति जसमध्ये कन्या वृद्धि हुँदै बढ्दै बढ्दै जान थाले। स्वयम्भू नामरीको मनुलाई चिन्ता पर्न थाल्यो। आपत पर्यो विपद पर्यो। सन्तान वृद्धि भइसकेपछि माता पितालाई चिन्ता पर्छ अरे। त्यसमा पनि छोरी बढ्दै गएपछि अब विवाह गर्नुपर्ने कस्तो कुल घरान पर्छ होला भन्ने माता पितालाई चिन्ता पर्छ। स्वयम्भू नामरीको राजालाई पनि चिन्ता पर्यो। घरमा तीनटा कन्या उत्पत्ति भएका छन्। विवाह गर्नुपर्ने कस्तो कुल घरान पर्ने होला, दाइजो कति दिनुपर्ने होला, बडो चिन्ता पर्न थाल्यो स्वयम्भू नामरीका मनुलाई। तर भगवानको परमप्रिय भक्त भएको हुनाले स्वयं जगतको अधिपति प्रभु परमात्मा भगवान विभिन्न प्रकारका मार्ग प्राप्ति गराउँदै हुनुहुन्थ्यो स्वयम्भू नामरीको मनुलाई। हे राजन धन्दा मान्नु पर्दैन प्रभु, हजुर भनेको मेरो परमप्रिय भक्त हुनुहुन्छ। हजुरलाई मार्ग प्राप्तिका निमित्त हजुरको कन्याका विवाहका निमित्त मैले योग्य वरको खोजी गर्नेछु। धन्दा नमानी बक्सोस् है प्रभु भनेर वरका खोजेका निमित्त स्वयं जगतको अधिपति नारायण भगवान नै कारोबारका निमित्त योग्य वरका खोजीका लागि प्रभु सवार होइ बक्सो राजन। यसरी स्वयम्भू नामरीका मनुले आफ्नी कन्याका विवाहका निमित्त प्रभु परमात्मा भगवानलाई पुकार गरे। प्रभुले स्वयं वरका खोजीका निमित्त सवार हुनुभयो। ल त प्रभु आज मैले हजुरलाई चरित्र वृत्तान्त पाखनमयमा प्रस्तुत गर्दै बताउँदै आइरहेको सही भगवान स्वयं जगतको अधिपति परब्रह्म परमात्मा भगवान योग्य वरको खोजी गर्दै गर्दै जाँदाखेरि कर्दम नामरीका मुनिका सामुप्यमा पुग्नुभयो। कर्द मुनि भगवानका प्रिय भक्त हुनुहुन्थ्यो। प्रभुलाई देख्ने बित्तिकै साष्टाङ्ग दण्डवत गर्नुभयो। हे प्रभु आज हजुरको आगमन मेरा सामुप्यमा, म तुच्छ भक्तले पनि आज हजुरको दर्शन पाएँ। हरि मलाई आह्वान गर्नुभएको भए म हजुरका सामुप्यमा आउने थिएँ नि परमात्मा। हे बाबु आज कुरो त्यस्तै छ, तिमीले होइन मैले भेट्न आउनुपर्ने भयो। काम परेपछि व्यक्ति धाउँदै जान्छ कि जसरी तिर्खा लाएपछि खोलो तिर्खा लाएका व्यक्तिका सामुप्यमा होइन, व्यक्ति खोलाका सामुप्यमा पुग्छ। भगवान पनि आफ्नो कार्य सिद्धिका निमित्त कर्द मुनिका सामुप्यमा पुग्नुभयो। कर्द मुनि भन्नुहुन्छ प्रभु आज्ञा होस्। बाबु तिमीले विवाह गर्नु पर्यो, घर गृहस्थ चलाउनु पर्यो। तर कर्दम नामरीको मुनि भन्नुहुन्छ हे परमात्मा मैले त विवाह नगर्ने भनेको हरि। आज परमात्मा घर गृहस्थ भनेको दुःख छ, आपद छ, विपद छ, बन्धनमा पर्नु पर्दछ। त्यही भएर परमात्मा त्यो गृहस्थ धर्मबाट अलग रहन्छु भन्ने मैले प्रयत्न गरिरहेको छु। परमात्मा बारम्बार पुकार गर्दै जाँदा जगतको अधिपति भन्नुहुन्छ हे बाबु सुन, तिमी त मेरा भक्त हो, मैले भनेको तिमीले मान्नु पर्यो। गृहस्थ धर्मैबाट पनि तिमी परम मुक्ति पदको प्राप्ति गर्न सक्छौ बाबु, तिमीले त्यो मार्गलाई अगाल्नु पर्यो। कर्द मुनिले पुकार गर्नुहुन्छ हरि म यो गृहस्थ धर्ममा प्रवेश गर्दिनँ प्रभु। भगवान सम्झाउनुहुन्छ तिमी जे भन्छौ म बरु त्यही मान्छु, तर मैले भनेको पनि तिमीले मान्नु पर्यो। कर्द मुनि भन्नुहुन्छ भइगयो त भगवान, त्यसो भने प्रभु म एउटा शर्त राख्छु है प्रभु। भन बाबु। हे भगवान घरमा छोरा जन्मिएपछि घर छोडेर जङ्गल जान पाउने हो भने मात्र विवाह गर्छु। हुन्छ हरि भन्दा भगवान भइगयो त राजन, तिम्रो शर्त मलाई मन्जुरी छ। हेर छोरा जन्मेपछि घर छोडेर जङ्गल जाउला, परमात्मालाई भज, प्रभुका गाथा गुणान बहादुर गाऊ। आज बारम्बार प्रभुलाई भदै भगवानका गाथा गुणान बहादुर गाउँदै कर्दम नामरीका मुनि विभिन्न प्रकारका चरित्र वृत्तान्त पाखन महिमाका साथमा परमात्माकै आज्ञा अनुसार आज विवाहका निमित्त तयार भइबक्सो राजन। स्वयम्भू नामरीको मनुले आफ्नी देवहूति नामरीकी कन्यालाई लिएर सवार हुनुभयो। कर्दम नामरीका मुनिका सामुप्यमा प्रभुले भन्नुभएको थियो हे राजन शर्त राख्नेछन् त्यो शर्त मान्नु, अरू सारा बन्दोबस्त मैले मिलाउनेछु। प्रभु सवार हुनुभयो। कर्दम नामरीका मुनिका सामुप्यमा देवहूति कन्यालाई लिएर स्वयम्भू नामरीको मनु सवार भइबक्सु।
आज स्वयंभू नामरिक मनुले देवहूति नामरिक कन्यालाई कर्दमुनिका सामुप्यमा पुर्याइसकेपछि कर्दम नामरिक मनु भन्नुहुन्छ, प्रभु हे परमात्मा, लौ भगवान्, मैले त विवाह गर्ने तर एउटा शर्त राखेको छु हे प्रभु। त्यो शर्त हजुरले मान्नुहुन्छ कि मान्नु हुँदैन? सुनिबक्सोस्। हे देवहूति, तिम्रो विवाह मसँग हुँदैछ। छोरा जन्मेपछि म घर छोडेर जङ्गल जाने हो, त्यस अवसरमा तिमीले मलाई रोक्न पाउँदैनौ नि फेरि। भइगयो भगवान्, पिताको आज्ञा, हजुरको इच्छा। सन्तान भएपछि भइगयो त प्रभु। देवहूति कन्याले त्यो इच्छालाई स्वीकार गरेको छु। आज गान्धर्व विधि अनुसार विवाहादि कर्मलाई परिपूर्ण तुल्याएर स्वयंभू नामरिक मनुले आफ्नो कन्या देवहूति कर्दम नामरिक मुनिलाई प्रदान गरेको छु। राजन, लौ त प्रभु, मैले हजुरलाई देवहूति र कर्दम नामरिक मुनिको गान्धर्व विधि विवाहका चरित्र वृत्तान्त पाठक्रममा प्रस्तुत गरे। भगवान् भनेर यो सारा चरित्र वृत्तान्त पाठक्रममा प्रस्तुत गर्दै बताउँदै आइरहनु भएको छ। राजन, गृहस्थ धर्ममा रहिरहनु भएका कर्दम मुनि एक दिन देवहूतिलाई सोध्नुहुन्छ, हे देवहूति, तिमी त राजखलकमा हुर्किए कि बढे कि मिठो मिठो खाए कि राम्रो लागे कि मेरा सामुप्यमा तिम्रो विवाह भयो, दुःख पो पायो कि? हाँ? देवहूति भन्नुहोस्, हे प्रभु, जुन दिन विवाह भयो भगवान्, त्यस दिन मैले आफ्नो माइतमा सुख भोगेको, मिठो खाएको, राम्रो लागेको यो सारा चिजहरू भुलेँ प्रभु। जे हजुरका माझमा मिल्छ त्यही नै मेलालाई सुखदायी छ। देवहूतिका कुरा सुनेर कर्दमुनि प्रसन्न हुनुभयो। के छ त तिम्रो इच्छा? आज भगवान्, हजुर मेरा इच्छा पूर्ण गर्न चाहनुहुन्छ भने प्रभु, मलाई भ्रमण गर्ने इच्छा छ प्रभु। सँगै मलाई घुमाउन लिएर गइबक्सोस्। भइगयो त नि, म तिमीलाई भ्रमणका निमित्त लिएर जान्छु। योग सिद्धि विमानको तयारी गराएर मनले कामना गरेपछि जहाँ चाह्यो त्यही जाने। मानसिक विमान, मनका इशाराले भ्रमण गर्ने, चल्ने। त्यो विमानमा आफ्नै पत्नी देवहूति आफू र खाद्यान्न सामग्री, लत्ता, कपडा, श्रृङ्गारका सामान सारा राखेर आकाश मार्ग हुँदै विभिन्न प्रकारका क्षेत्र भ्रमण गराउँदै देवहूति मातालाई तीर्थाटन गराउँदै गराउँदै कर्दम नामरिक मुनि भ्रमण गर्न थाल्नुभयो प्रभु। विभिन्न प्रकारका तीर्थालयहरू भ्रमण गर्दै गर्दै जाँदा सरोवरका सामुप्यमा पुग्नुभयो। सरोवरमा पुगेर स्नान गरेर कमल पुष्प चुड्ने बित्तिकै त्यहाँबाट 1000 कन्याहरू उत्पत्ति भए। कर्दम नामरिक मुनिका सामुप्यमा, देवहूतिका सामुप्यमा सेवाका निमित्त जुट्न थाले प्रभु। हामी पनि सँगै जान्छौँ निवेदन गरिरहेका थिए। श्रृङ्गार सामग्रीका माध्यमले कर्दम मुनिले उनीहरूलाई अड्काइबक्स्यौँ। भौतिक श्रृङ्गार सामग्री हामीहरूलाई क्षणिक आनन्दता प्रदान गर्छ, तर वास्तवमा व्यावहारिक श्रृङ्गारका माध्यमले हाम्रो जीवनलाई नै योग्य बनाउँदछ। हाम्रा आहार व्यवहार, हाम्रा वेशभूषा र हाम्रा अङ्ग प्रत्यङ्गमा ती भौतिक श्रृङ्गार होइनन्, आफ्ना कर्मीय श्रृङ्गारले श्रृङ्गारिनु पर्दछ। हातलाई विभिन्न प्रकारका गहनाले होइन, हातलाई सेवारूपी भावनाले श्रृङ्गार्नु पर्दछ। शरीरलाई राम्रा लत्ता कपडाले मात्र होइन, अर्काका सेवाका निमित्त समर्पण गरेर यो शरीरलाई श्रृङ्गार्नु पर्दछ। पाउ भगवानका तीर्थाटनका निमित्त यो पाउलाई श्रृङ्गार्नु पर्दछ। हात दानका निमित्त, कान हरिकथा सुन्नका निमित्त, मन भगवानको ध्यान गर्नका निमित्त, ओठ परमात्माको मन्त्र जप्नका निमित्त, मिठो वचन बोल्नका निमित्त। है, ओठको श्रृङ्गार मिठो बोलेर हुन्छ, ओठमा लाली लाएर होइन। आँखाको श्रृङ्गार राम्रो हेरेर हुन्छ, गाजल लाएर होइन। हातको श्रृङ्गार दान गरेर हुन्छ, हाताभरि औँठी र बाला लगाएर होइन। त्यही भएर पाउको श्रृङ्गार तीर्थाटन गरेर हुन्छ। यी यावत कर्मका माध्यमले हाम्रो शरीर श्रृङ्गारिन्छ। भौतिक श्रृङ्गार सामग्रीले जबसम्म उमेर छ तबसम्म काम गर्छ। बुढेसकाल लागेपछि काम गर्छ र त्यसले। जति दारी काटे पनि हाम्रो रोहित बाको गाला चाउरियो चाउरी। अब उमेर भइन्जेल हो, बुढेसकाल लागेपछि केही काम छैन। अब आमाहरूले लिपस्टिक, पाउडर के दल्नुहुन्छ, कहिलेसम्म भन्दा जहिलेसम्म उमेर छ तहिलेसम्म। बुढेसकाल लागेपछि त्यो भौतिक चिजले केही काम गर्दैन। त्यही भएर आफ्ना कर्मीय श्रृङ्गार सामग्रीले यो छोरालाई सिँगारियो भने यहलोक र परलोक दुवै मार्ग श्रृङ्गार हुँदछ। लौतराजन, त्यही भएर यिनै माध्यमका कारणले हजुरले जीवनलाई सफलित पारिबक्सो छ। राजन, हरे पाउ बन्यो तीर्थ गर्न, हातले गर्नु दान, पाउ बन्यो तीर्थ गर्न,
हातले गर्नु दाना, कानले सुन्नु हरि कथा, मनले गर्नु ध्यान। पावन तीर्थ गर्नु हातले गर्नु दाना, कानले सुन्नु हरि कथा, मनले गर्नु ध्यान। पावन तीर्थ गर्नु हातले गर्नु दाना, कानले सुन्नु हरि कथा, मनले गर्नु ध्यान। पावन तीर्थ गर्नु हातले गर्नु दाना, कानले सुन्नु हरि कथा, मनले गर्नु ध्यान। पावन तीर्थ गर्नु हातले गर्नु दाना, कानले सुन्नु हरि कथा, मनले गर्नु ध्यान। पावन तीर्थ गर्नु हातले गर्नु दाना, कानले सुन्नु हरि कथा, मनले गर्नु ध्यान। हरि कानले सुन्नु हरि कथा, मनले गर्नु ध्यान। हो कानले सुन्नु हरि कथा, मनले गर्नु ध्यान। पावन तीर्थ गर्नु हातले गर्नु दाना, कानले सुन्नु हरि कथा, मनले गर्नु ध्यान। पाउ तीर्थका निमित्त तीर्थ गर्नु पर्यो भने पाउको आवश्यकता पर्छ। हातलाई टेकेर गएर सम्भव हुन्छ र? हुँदैन। पाउ तीर्थका लागि, मठ मन्दिर धाउनका लागि, पूजापाठ आराधनामा जानका निमित्त, समाजमा सेवा र परोपकारी भावनामा जुट्नका निमित्त, टाढा टाढा पुगेर तीर्थाटन गर्नका निमित्त। थोरै हिँड्नु पर्यो भने सक्दै नसक्ने, तर वास्तवमा पाउ हिँड्नका लागि बनेको हो। हात दान गर्नका लागि, सेवा गर्नका लागि, आदर गर्नका लागि। हामीलाई भगवानले हात दिनुभएको छ, दुवै हात जोडेर नमन गरेनौँ भने आजकल चल्या छ कि चलन, नमस्ते भन्ने एक हात उठाउने, नमस्ते भन्ने मरो हाल्या हो कि नमस्कार गरे हो थाहै छैन। गाउँघरतिर झगडा भयो भने मरो हाल्छस् कि मरेस् भन्दै एक हातले, नमस्ते भन्दै एक हात उठाएको मरो हाल्या हो कि नमस्कार गरे हो। एक दिन भगवानले थाहा पाइहाल्नु भयो, मैले दुई हात दिएको थिएँ, यसले एकै हातले चलाउँदो रहेछ भनेर एक हात थुत्न बेर लाउनुहुन्न, अर्कालाई दिनुहुन्छ फेरि विचार पुर्याउनु होला नि। जहिले पनि अभिवादन गर्दाखेरि दुई हात जोडेको हुनुपर्छ, शिर झुकेको हुनुपर्छ। यो हाम्रो सभ्यता हो। हामीले हाम्रो सभ्यतालाई भुल्दै गएका छौँ। विदेशीहरूले हाम्रा सभ्यतालाई पछ्याइरहेका छन्। जापानिजहरू आए भने नमस्ते भन्छन् कस्तो राम्रोसँग, हामी झन् गुड बाई भन्न थाल्छौँ। बुझ्नुभयो? हामी अरूका सभ्यतालाई सिकिरहेका छौँ, आफ्नो सभ्यता र संस्कारलाई भुल्दै गइरहेका छौँ। त्यो हाम्रो सभ्यता हो, हाम्रो आचार हो। अभिवादन गर्नु, माता पिताका सामुप्यमा, गुरुका सामुप्यमा, आफूभन्दा मान्यजनका सामुप्यमा, भगवानका सामुप्यमा साष्टाचार अभिवादन गर्नाले चार प्रकारका चिज हामीमा वृद्धि हुन्छ। अभिवादनशीलस्य नित्यं वृद्धोपसेविना, चत्वारि यस्य वर्धन्ते आयुर्विद्या यशोबलम। आयु बढ्छ, विद्या बढ्छ, यश बढ्छ, बल बढ्छ। आफूभन्दा मान्यजनलाई मान मर्यादा गर्नाले, नमन गर्नाले, ढोकभेट गर्नाले, दुःखै कष्टले दसैँमा एकपटक ढोक गर्ने गरिन्छ आमा बाउलाई। प्रत्येक दिन आमा बुवालाई, आफूभन्दा मान्यजनलाई आदर गर्ने गर्नुपर्दछ। लौ त भगवान यिनी चरित्र वृत्तान्त पाखिनमैमा बारम्बार प्रस्तुत गर्दै बताउँदै आइरहनु भएको छ। प्रभु सुखदेव स्वयं परीक्षित नामरेको राजालाई राजन, हे प्रभु यो सृष्टि सम्बन्धी पाखिनमैमा चरित्र वृत्तान्त आएको त्यो देवहूति प्रस्तुति मध्ये देवहूतिको र कर्दमुनिको चरित्र हजुरलाई मैले बताइरहेको छु प्रभु भनेर। देवहूति र कर्दमुनिका चरित्र वृत्तान्त बारम्बार प्रस्तुत गरिरहनु भएको छ राजन। यसै अन्तर्गत 12 अवतार भगवानको उत्पत्ति चरित्र र प्रभु यो सारा चरित्रका साथमा यो सृष्टि प्रसङ्गका लीला सुन्ने आशा गर्नुभएका सुखदेव स्वामी, जसका सामुप्यमा रहेका परीक्षित राजालाई बारम्बार प्रस्तुत गरिरहनु भएको छ। हे राजन, एक दिनको समय हो। सनक, सनन्दन, सनातन, सनत कुमार 4 ऋषि कुमारहरू भगवान विष्णुको दर्शनको आशा लिएर वैकुण्ठ धामतिर सवार भइबक्छौँ। अघि बढ्दै बढ्दै जाँदाखेरि पहिलो द्वारबाट प्रवेश हुनुभयो, दोस्रो द्वार प्रवेश, तेस्रो द्वार प्रवेश, चौथो द्वार प्रवेश, पाँचौँ द्वार, छैटौँ द्वारमा पुगेपछि द्वारपालीहरूले रोकिदिए। द्वारपालीहरूले रोकी जहाँ जय र विजय नाम रेखा
दुईटा द्वारपालीहरू रहेका थिए राजन। ती द्वारपालीहरूले सनकादि मुनिहरूलाई सकेछन्, हेर बाबु हो, तिमीहरू त भगवान्का सामुप्यमा जान पाउँदैनौ। किन र बाबु हो? हेर, तिमी साना 6 वर्षका बालक छौ, यस्ता बालकले पनि के भगवान्लाई जान्न सक्छौ र? त्यही भएर तिमीहरू जान पाउँदैनौ। ए द्वारपाले हो, तिमीहरूले भक्त र अभक्तलाई पनि चिन्न सक्दा रहेनछौ। हाम्रो अवस्थालाई हेऱ्यौ। आज हामीले परमात्माको दर्शनको आशा लिएर आएका हामी भक्तलाई अपमान गर्यौ, त्यही भएर या त हामीलाई भित्र जान देऊ, होइन भने हामी तिमीलाई श्राप प्रदान गर्छौँ। तर जय र विजय सनकादि मुनिबाट डराइनन्। समय व्यतीत हुँदै गयो, जसका प्रभावका कारणले गर्दा सनकादि मुनिहरूले जय र विजयलाई श्राप प्रदान गर्नुभयो। हेर बाबु हो, तिमीहरू धरातलमा पतन हुनु परोस्, राक्षस जस्ता रहेछौ, तिमीहरू धरातलमै गएर रहनु परोस्। जसका माध्यमका कारणले गर्दा राजन आज प्रभु परमात्मा भगवान्लाई जानकारी प्राप्ति रह्यो। आज प्रभु भक्तलाई आपद परेको, दुःख परेको देखेर प्रभु परमात्मा भगवान सवार भइबक्छौ। सनकादि मुनिहरूलाई क्षमा माग्नुभयो भगवानले। हे भक्त हो, मेरा द्वारपालीहरूले गल्ती गरे, त्यही भएर क्षमा पाऊ। जय र विजयका सामुप्यमा भगवान शरणमा परेको देखेर जय र विजय परमात्माका शरणमा परे। हे प्रभु, हामीले गल्ती गर्यौँ, हरि हजुरका भक्तको अपमान गर्यौँ, रक्षा प्रदान गरिबक्छोस् प्रभु। भगवान मनुष्य र बाबु हो, भक्तको अपहेलना जसले गर्छ त्यसलाई मैले श्राप प्रदान गर्दछु। तिमीहरूलाई पनि म आफ्नै द्वारपाली भएको हुनाले एउटा उपाय प्रदान गर्दछु। सुन, 3 जन्मसम्म दैत्य हुन्छौ र मेरै हातबाट मर्छौ भने फेरि मेरै सामुप्यमा आउन पाउनेछौ। यदि यो श्रापलाई तिमीहरूले ग्रहण गर्दैनौ भने सदाबहार तिमी धरातलमै रहिरहनेछौ। भइगयो प्रभु, बरु सधैँ त्यहीँ रहिरहनुभन्दा हामीहरूलाई यस्तो प्रकारको मार्ग प्रदान गराइबक्छोस्। हामी 3 जन्मसम्म बरु दैत्य नै हुन्छौँ, हजुरका हातबाट मर्छौँ र हजुरका सामुप्यमा फेरि आउन पाऊँ। आज प्रभुका गाथा गुणानुवादहरू गाउँदै जगतको अधिपतिका सामुप्यमा विभिन्न प्रकारका लीला रचाउनेवाला प्रभु परमात्मा भगवानले जय र विजयलाई आज श्राप प्रदान गराइबक्छु राजन। त्यसै कारणले पहिलो जन्ममा हिरण्याक्ष र हिरण्यकश्यप यसरी नै 3 जन्मसम्म दैत्य रूप धारण गरी र भगवानका श्रापका कारणले धरातलमा जय र विजयलाई रहनु पर्यो। आज प्रभु, मैले हजुरलाई भक्तका अपहेलना गर्नेवाला परमात्माका द्वारपालेहरूका चरित्र वृत्तान्त सँगसँगै आज यो सारा सृष्टि पाख्यान चरित्र वृत्तान्त प्रस्तुत गर्दै बताउँदै आइरहेको छु राजन। विभिन्न प्रकारका चरित्र वृत्तान्त पाख्यान महिमाका साथमा सनकादि मुनिहरू जय र विजयका आज निन्दित कर्मका प्रभावका कारणले परमात्माको द्वारमा प्रवेश गर्न पाउनु भएन। तर आफ्नो द्वारपालीहरूलाई पनि भगवानले श्राप प्रदान गर्नुभयो। हिरण्याक्ष र हिरण्यकश्यपका रूपमा यसरी 3 जन्मसम्म दैत्य बनेर रहनुपर्ने भगवानका श्राप परेका हुनाले जय र विजय बारम्बार प्रभुलाई भजिरहेका थिए। प्रभु, आज हामीबाट गल्ती भयो, भगवान शरणमा पर्दछौँ, क्षमा याचना होस् प्रभु। बारम्बार प्रभुलाई भज्दै प्रार्थना गर्दै गरिरहेका जय र विजयलाई भगवान भन्नुहुन्छ, बाबु हो, मैले तिमीहरूका कल्याणकै निमित्त यो 3 जन्मसम्मको दैत्य चोला रूप धारण गराएको है बाबु। हेर प्रभु, लीला रचाउनेवाला प्रभु परमात्मा भगवान यसरी सृष्टि प्रसङ्ग पाख्यान अघि बढिरहेको थियो। यावत लीला चरित्र वृत्तान्त पाख्यान महिमाहरूका साथमा सारा चरित्र प्रस्तुत गरिरहनु भएको थियो। समय व्यतीत हुँदै गयो। जगतको अधिपति प्रभु परमात्मा भगवान सृष्टि चलिरहेकै खण्डमा ब्रह्माजीले चलाएको सृष्टि जगत भरिपूर्ण भएको अवसरमा पृथ्वी मातालाई हिरण्याक्ष नामको दैत्यले बोकेर ल्याएर जलभित्र ल्याएर लुकाइदियो। जलभित्र लुकाएकी पृथ्वी सृष्टि कार्य रोक्न गएको हुनाले ब्रह्माजीलाई बडो चिन्ता पर्यो। आज श्री सागरमा शयन गर्नुभएका भगवानको पुकार सिवाय अरू कुनै प्रकारको उपाय ब्रह्माजीसँग रहेन। त्यही भएर ब्रह्माजीले भगवानलाई भजन थाल्नुभयो, पुकार गर्नुभयो। बारम्बार भज्दै पुकार गर्दै जाँदा जगतको अधिपति परब्रह्म परमात्मा भगवान आज जागा हुनु भएन। ब्रह्माजीले विचार गरिबक्छु, भगवान निदाउनुको कारण निन्द्रा देवी हुनु, त्यही भएर उनी भगवती दुर्गालाई भज्दछौ। या देवी सर्वभूतेषु निद्रा रूपेण संस्थिता, नमस्तस्यै 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 नमो नमः। हे भगवती, हे दुर्गा, हे आमा, हे निन्द्रा देवी, लो माता प्रसन्न बक्सोस्। बारम्बार भज्दै पुकार गर्दै जगजननी मातालाई ब्रह्माजीले बारम्बार भजिरहनु भएको थियो। अरे दुर्गा देवीलाई
दुर्गा देवीलाई पाव परसो बिन्ती गर्छु तिम्रै नजिकै दुर्गा देवीलाई पाव परी 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 बिन्ती गर्छु तिम्रै नजिकै पाव परी बिन्ती गर्छु तिम्रै नजिकै पाव परी बिन्ती गर्छु तिम्रै नजिकै हो पाव परी बिन्ती गर्छु तिम्रै नजिकै बारम्बार भक्ति पुकार गर्दै जगजननी मातालाई भजिरहेका ब्रह्माजीका सामुप्यमा आज जगजननी माता प्रसन्न बक्ष प्रभु भगवती दुर्गाले ब्रह्माजीलाई दर्शन प्रदान गर्नुभयो। ब्रह्माजीले पुकार गरिबक्छु आमा सृष्टिको कार्य विघ्न पर्न आँटेको छ माता। ब्रह्मा पुकार गर्नु छ आमा जगतको अधिपति क्षीर सागरमा शयन गर्नुभएको छ हजुर भनेकी निन्द्राकी देवी भगवानलाई निन्द्राबाट छाङ्ग जाग गराइदिबक्सेका खण्डमा मैले प्रभुलाई पुकार गर्न पाउने थिएँ आमा भनेपछि भइगयो त ब्रह्माजी। जगजननी माताले भगवान विष्णुलाई निन्द्राबाट जाग गराइदिबक्छु। जस अवसर पार्दै ब्रह्माले भगवान विष्णुलाई भज्नुभयो पुकार गर्नुभयो प्रार्थना गर्नुभयो। लौ त ब्रह्माजी धन्दा नमानी बक्सु सै हजुरका हितका निमित्त मैले 12 अवतारको रूप धारण गर्ने छु प्रभु भनेर ब्रह्माकै नासिकाबाट सूक्ष्म रूपका रूपमा प्रभु अवतरित भई बक्सु। भगवान बोली 12 अवतार प्रभुको जय हो। 12 अवतारका रूपमा उत्पत्ति हुनुभएका जगतको अधिपति प्रभु परमात्मा भगवान सूक्ष्म रूपबाट विशाल रूप धारण गर्दै 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 विशाल बन्नुभएका 12 अवतार प्रभु जलभित्र प्रवेश गरिबक्सु। राजन जलभित्र जानुभएका 12 अवतार परमात्माले हिरण्याक्ष नामको दैत्यलाई देखिबक्स्यो। पृथ्वीलाई लएर लुकाउनेवाला हिरण्याक्षका साथमा युद्धमा प्रभु जुट्न थाल्नुभयो। लड्दै 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 जाँदा कयौं समय व्यतीत भइसकेपछि आज परमात्माले उसका पराक्रमलाई देखेर भगवान भन्नुहुन्छ बा हिरण्याक्ष तिमी बडो पराक्रमी रहेछौ तिमीदेखि आजमा धेरै प्रसन्न छौ। आज तैपनि जगतको अधिपति परमात्मा भगवानलाई ततरमम गर्दै युद्धमा जुटिरहेको अवसरमा प्रभु परमात्मा 12 का साथमा घमासन युद्धमा यता प्रभु हिरण्याक्ष साथमा घमासन युद्धमा जोड्दै प्रभुले परास्त तुल्याउनु भयो र आफ्ना दारामा पृथ्वी मातालाई स्थापित गराएर ब्रह्माजीका सामुप्यमा ल्याएर ब्रह्माजीलाई प्रदान गरिबक्स्यौँ। हे ब्रह्माजी अब हजुरले सृष्टि कार्यलाई अगाडि बढाइबक्स्योस् कुनै प्रकारको रोकटोक हुने छैन कुनै प्रकारको हजुरलाई अब छेक हुने छैन। त्यसै अवसरमा ब्रह्माजीले आफ्ना सृष्टि कार्यलाई फेरि अगाडि बढाउन थाल्नुभयो। यो मानसिक सृष्टिबाट सृष्टि अघि बढ्न नसकेका हुनाले मैथिली सृष्टिका क्रमलाई नै मैले अगाडि बढाउनु पर्दछ। जहाँ आकुति देवहूति प्रसूतिबाट आज देवहूति र कर्दम नामका मुनिका विवाहादिक प्रसङ्गहरूलाई जोड्दै आज प्रभु कर्दम नामका मुनि र देवहूति माताका सृष्टि चरित्र वृत्तान्त पाख्नमयमा सरासर अघि बढाइरहनु भएको छ। जगतको अधिपति परब्रह्म परमात्मा भगवान विभिन्न प्रकारका लीला रचाउने वाला प्रभु जगतको अधिपति यी सारा चरित्र वृत्तान्तका साथमा ब्रह्मालाई सृष्टि पाख्यान महिमाद्वारा विभिन्न प्रकारका सृष्टिजनित कर्महरूका माध्यमद्वारा आफ्ना कर्मलाई अगाडि बढाउँदै हुनुहुन्छ भन्ने सम्कथा। नारायण हरे हरे श्री कृष्ण गोविन्द माधव श्याम मुकुंद केशव जय जय राम। श्री कृष्ण गोविंद माधव श्याम मुकुंद केशव जय जय राम। श्री कृष्ण गोविंद माधव श्याम मुकुंद केशव जय जय राम। जय जय राम जय जय राम जय जय राम जय जय
कृष्ण गोविंद माधव श्याम मुकुंद केशव जय जय राम श्री कृष्ण गोविंद माधव श्याम मुकुंद केशव जय जय राम मुकुंद केशव जय जय राम मुकुंद केशव जय जय राम। नमो ब्रह्मण्य देवाय गो ब्राह्मण हिताय च जगद हिताय कृष्णाय गोविंदाय नमो नमः। सर्वे श्रोतार सावधानतया शृणन्तु। श्रीमद् भागवत महापुराण ज्ञान महायज्ञमा सहभागी हुनुभएका भक्तजनहरू कृपया शान्त भएर कथा श्रवण गर्नुहोला। यो श्रीमद् भागवत महापुराण सुखदेव स्वामी